हेलो गाइस, जोरले नमस्ते सबैजनालाई हाम्रो सानो मिनी भ्लगमा स्वागत छ। मेरो नाम झरना, मेरो नाम एलिसा, मेरो नाम पुष्पा। अनि हामी चाहिँ आज लुडो गेम च्यालेन्ज खेल्न लाग्यो। हामीलाई त खासै बोल्न आउँदैन, त्यही पनि आज यस्तो ट्राई गरेको खेलौँ भनेर। अनि आज चाहिँ हामीसँग सिन रामेन, अन्सेस्ट लेग पिस, अनि यता सलाद छ, अनि यताखेरि यो के चटपटर छ है, अनि यता जुस भइहाल्यो। अब हामी ढिला नगरिकन खेल्छौँ। हजुरहरूले हेर्दै गर्नु होला। पहिला सिधा पेपर गर्ने, हामी जति सक्छ त्यस्तो है। ल एकदम सिजर पेपर रक, सिजर पेपर रक। हजुर फर्स्ट है, अनि है हजुर म के लास्ट भइहाल्यो त। अब लास्ट हो। सिजर पेपर रक, सिजर पेपर रक। हजुर फर्स्ट, अनि सेकेन्ड फेज ल। एकचोटि गर्ने यहाँ अड्डाउन नकटा हो। कसरी अडिँदैन भने उ त्यो अचारको डब्बा यहाँ अनि अहिले चाहिँ देख्दैन के उयो भयो। यहाँ यस्तो गरेर देखिँदैन, यस्तो गर्दै होइन सोच्न अड्डाउन ल ल ल गए ल ठिक छ। देखिँदैन यो एउटा यता कसरी गर्नु यो पहिले चाहिँ है भोक देखेन देखिँदैन क्या अनि यतातिर राख्नु त्यो चिप्सको उसलाई ल देखियो है ल यहाँ अडिँदैन ल भयो ल कस्तो जे खाने यो दल्ल पाठाले रुसको थाहा होला नि अन्त रुस पनि भनेन है केही भएन। त्यो सबैलाई थाहा अरू सबैले भइसक्नु भयो। अब मेरो पालै खेल्छ। यहीको बाहिर अब के खाने पिरो खान्छ हौ लास जाऊ बरु थाहा त होला मलाई अघि गोले पेले डुम्मा ल एउटा खैको त हो उतै ओइ एक नै आउने अनि अरू के एकदम छ त्यो अब लाग्दैन बसेर सकेर पिरो रहेछ ल मैले पाल्नु के आउँछ दुई लकी म्यान हामी त यस्तो पिरो रहेछ अनि अरूहरू पनि खानु पनि पर्दैन लास्ट एक चान्स दिएको छ हामीलाई खानु खानु अर्को भाग पनि खानु के खाने हो चिकन खान्छु मेरो खाने मेरो पाले के हो र सेम सेम आए छ्या हामी खेल्न नजानेको क्या हो त्यो चिकन भनेको हाम्रो तँको कान पोलो है दुध खानु के बोतल खान्छ मन मासु नै खान्छु कस्तो मिठो एलीको पाल एलीको पाता खाए पाँच पाँच हामी उस जाने हेर्दैन हेर्दै यहाँ भने एक बाइट खान्छु है ल यहीँ पानी ल्याउँछ मिल्दैन खाने गेममा केही पनि मिल्यो भने गर्नुपर्छ होइन पानी खानु त पानी भयो अरूको अन्त उसले आफै खानु पर्यो हेर न एलीले दुई एकैचोटि खानुपर्छ मैले एकैचोटि दुई बाइट भयो न दुई बाइट तिन बाइट के खान्छ एलीले ल नि नभन धेरै आयो नि झगडा नि जुस खाऊ जुस खानु यो खानु पिरो लाग्ने त अनि एउटा खाने क्या भयो ल अझैको पाल्ला हाल्यो सिधा छोड्नु हाल्यो दुई बाइक म त लक्ष्य खै पाँचचोटि खानु पर्यो मासुको त मर्दी पिरा खाना जुस खानु त के खानु मासु जुस खानु जुस खानु मसला खानु ओ अनि बल्लाएर गर्नु पर्यो मेरो त फोनै ढल्ली गरिहाल्छ 5 बजे यो हटालाई चाहिँ छिटो बनाउनु हाल्नुपर्छ फास्ट फुडसँग हामीले नि उयो लाको फुल टाइम नोटिफिकेसन आएर मैले मासु खानु हो त्यही हो अब चाहिँ चारपट्टि एकजना मर्यो त्यसो गर्दैन अनि अर्किँदा त पाइहाल्छ होइन यहाँ खाना पनि पानी यसो खाएको नि त तपाईँ बस्ती मोमो अर्किँदा कति बाइट भयो छिटो खानु पर्यो हजुर के खान्छु हजुरलाई भन्छु ल खाऊ पहिला त्यस्तो हुँदा रुल्स इज रुल्स अनि निर्णय खाउँ मिलम गरेर त्यसरी हाल्छ त ल बिस्तारै राखेर रुल्स तिमीलाई त एक बाइट अब खानै पर्यो अनि सिकेन हामी त मासु त सबको फेभरेट रहेछ सेकेन्ड मासु अनि मेरो पाइन मेरो गबर पनि अनि बाइट के हुन्छ जुस जुस खाने गरेको छ अनि कसरी हालेको छ त्यो जुस थ्री होला नि सेम सेम आएको आएन यसले र मेरो उसो भए त 5 आउनु पर्ने होइन मेरो 5 आउँछ झर्नाको जुसको गिलास मलाई छेक्नै पो रहेछ यता मेरो कुन त्यो उदेर है बिसेको साइको के खानु लागि
अरू पनि गाँस हाल्यो भने त्यस्तो छ अन्त यहाँ चिकनमा चाहिँ आफ्नो आफ्नो भाग छ है गाइजहरू फ्री यो त खानेकुरो जसरी नि जसरी नि खानेकुरो बिचरा चिकले मलाई त हेर्दै हेर्ने हेर्दैन भनेर ओके कोका कोला नि हेर्ने ओ मेरो कोका कोला खानु हुँदैन कि है अस्ति अस्ति लगाएर पिङ चाहिँ के रे आएको चाहिँ यो खान्छु तर त्यो गेममा अरूले कस्तै खान्छन् है हामीले सिम्पल खेलेछौँ कसैले खाने रङ लाग्यो त्यहाँ खानु मन लाग्यो मैले पनि मासुमा खानु भात पकाएर नि भात यो पाक्यो त्यो सबै एकचोटि हान्यो सबै एकचोटि हान्यो अन्त त्यो एउटा आएर खायो अन्त त्यो एकपल्ट भइहाल्छ नानी ल हेर्नु न ओ माय गॉड ओ भाइ अब खान्छु नि खान्छु एकपल्ट पनि खानु हजुर सब खाइदिनु एकचोटिमा सबै दिन जापान नपर्ने लेख्नु छिटो क्या हजुर पालो यहाँ फेरि राम्रै खानु उठी उठी दौडेर खेल्ने एउटा भएको भए मजा आउँछ अनि हजुरहरूले त्यस्तो रोज पनि खाँदैन त अरूहरूले कस्तो धेरै धेरै खाइदिन्छ हामी खाएन नि त त्यो भएर अब मासुहरूको आफ्नै छ अब अगाडिबाट खाइदिनु छैन तिन बाइक छ ल छिटो अब ए मासुमा खान्छ क्या त्यो सम्झिँदै बुझ्न खाने कति बेर खानु यही खाने खाने के हो त्यो अन्त खायो भने के यो खोस्टा चाहिँ छुट्यो भन्नु मैले बाहिर बाहिर त भित्र चाहिँ खाने भएछ त त्यो एकचोटि बाइक बनाएको छु भन्दा भन ए मैले भुलक्कर खाना कि आएको थिएँ आएको त्यही खाइदिन्छु म एक बाइकमा म के खाइदिन्छु आइडिया लगायो है अर्कोलाई पनि धेरै हुन्छ यार दुई भाइ भयो दुई भाइ उसलाई चान्स दियो खेल्नु भने त्यो खाऊ छ किन आएको जुस हाल्यौँ अङ्क भन्छ मान्छ साइडमा राख्छु ल साइडमा राख्छु ल किन खानुपर्छ एक किन हाल्छ कति बजे सक्ने हो कि 12 मिनट भइसकेको तिन एउटा टिकटकमा बनाउन ल टिकटकमा अस्ति यतिको लामो होस् अनि छिटो छिटो काटेर आउनु एडिट गरेर बनाइदिने है एडिट गरेर यस्तो बनाइदिने है आमा त मलाई बनाउनु छोडेर उसलाई हुन्छ उहाँ खर्च भयो लाटो भयो छ्याप्पी भयो एक गाँसमा सबै त घाल्दाखेरि मुखमा एकचोटि आएको पनि दाँतमा लगाउन सक्छु गाउँ आउँथ्यो कति गाह्रो हुन्छ छिटो खाँदा मेरो त्यही भएर ल झगडा ल एक आउँछ चार है यो पनि खाएको रहेछ साथीहरू रामेन त हेर्नु रानी त दुध नलायो त चिज अहिले जाने खाना नै म नलाएँ बिचार पानी ल्याउँ किन जनाले खाने यसले त मैले चल्दै खाएँ जुसले मलाई ल्यायो मैले जुस ल्याएँ तर खाना भएको खानु त ल चान्स चान्स सिएन आयो ल कति भयो भयो प्याज एक बाइक छ एक बाइक छ ल मेरो बाइक जस्तो मिठो रहेछ साथीहरू यो बाइक बिस्तारै बिस्तारै आउनु साथीहरू आज शेर भूखा नहीं है इसलिए ये लोग बच गए नेपालीमा बोल न आज म भूखा छैन त्यही भएर तिमीहरूले खानु पाउँदैन है बडा ल गर ल के गर्छौ ल धेरै राख्नु छ वरना मैं खा जाती सबको त्यो बाइकसँग मेरो चाहिँ अझ दुई लाइक बाँकी साथीहरू यो पुरा हरेक परि गरियो हजुर सक्यो बेलाको खिचेर हेलो बजारमा हेलो म त चल्छ यो खान्छु के भाइ खान्छु जुस खानु जाने ठुलो हेलो जस्तो लाग्छ बगान जोडेको कहिले सुन्दा लाग्यो लास्टमा त यो भने त्यसमा चाहिँ गेम खेल्छौँ क्या मोमोहरू नखाने पनि आज अनि त्यो मोमो अड्केर कस्तो हुँदो रहेछ हो न हजुर त धेरै कोचारेर होइन मैले एउटा मात्रै हालेको मुखमा भइयो वान यस्तो वान मात्रै हालेको छ यस्तो रानी मलाई गयो लाग्यो कस्तो राम्रो छ गिलास एकचोटि टेस्ट गरौँ न नखाए पनि रोकाउनु रहेछ ल चार भयो ल के चार गरौँ अझै फास्ट लाग्छ हामी लास्टमा मैले माथि हाल्यो त्यही भएर है अझ पिरो हटेन यति हट्ने रहेछ होइन खोइ त्यो चिसो चिसो बुझ्यो
अनि फेरि हामीले यो मात्र खाएको गरेन नि त यो खान्छौँ यो खान्छौँ अनि फेरि ब्रेक हुन्छ अर्को खाँदासम्म अनि त्यही भएर सुरु खालको चाहिँ अहिले त्यो अड्केर तल झर्नाको एकदमै सुकी सुकी तामी भने साथै लिदिनला बित्न आउँदा एउटा मोबाइलको बत्ती बाल्दा पनि म यस्तै कालै छु मलाई नि मिले बोल्नु देख्नु ओ माय गॉड हो भाइ देऊ या खातिर तिम्रो खाना खाना पानी भरेर छ भने एसी एसी नै ठीक न त्यही भनेर भने आएको छ रोक्सी खाली छ नि साथी पनि गास त ठुल्ठुलै गर्नु पर्दैछ नि लान खाला लाग्यो चटनी भएको होला नेपालमा भएको होला अलिक बच्चा जुस खाने खानु सक्नु ए जुस छ किन भनेर जुस त तिमी खान्छु भन न के हो र चौचो भ्याउ त अनि इन्ट गरौँ त्यो त ओहो सोसियल मिडियामा के बोल्यो हाइलाइट गरिदिनु पर्यो अनि मेन बाउनी भएर बाउनी हेरेर भयो किन हो अलिक तन कटाउनु दिदी तपाईँ देख्नु भयो कि छोटो छोटो परेर हो यस्तो के गरेर बस्नु नानी अब खानु त अनि सोपी नेपाल वैसे खाइदियो खाइदो सक्दैन सक्छौ भने खाएर देखाउ मासु खाने खाऊ सुसले मलाई हेरेको छ तर मैले खान पाइनँ यति भयो साथीहरू अब यो माथि नि लास्टमा के गर हाँस्नेलाई यसले हान्नु हाँस्न नपाइनेवाला होइन खेल्नु पनि है हाँस्यो कि यसले ट्वाङ बल्ल आइरहेको आइडियाहरू त कुर्न त नस्ति गाह्रो गरेको छ वाह वाह चार यति हुन्छ त खाऊ ओके के उसको लागि राख्दैन टोक्नु मेरो रगतमा छ साथीहरू घट्ने भनेर एउटा दबाई ल्याएको दिदी पनि घट्ने उसरी खाइरहेको कुद्ने घर भएको है मुद्देमै भएको है उता गएर आउँदा भन्छ त्यस्तो त उसँग त्यति बेला गाह्रो हुन्छ त्यो छोपेको तरिका भएन है झन् पहिला कस्तो खुवाउँदै थियो यसो समझ्ने तरिका त्यो खाऊ के यहाँ निकाल्नु अड्की भयो सिधै कानबाट ह्यान्डल पनि भयो एकैछिन भयो एक घन्टा जोरेको चाहिँ आज कपालमा वाउ तिन हाल्छ कि अघि भ्याउनु पर्छ ल हेर न साथीहरू लानेको होला तिन खातिर लामेन सुकी देश कराता पेमास्यो जापान नबोलाएको भाइलाई जापान गएर छु भन्दा हेऱ्यो मेरो खाइदियो भने मैले भगवान हो सबभन्दा फेरि थोरै आँखा त धेरै आँखा अहिले पनि खान है हामी हाँस्दा ठिक भयो सबभन्दा गोरी देखियो होइन सबभन्दा काली भा मेरो नाक त्यो ठुलो त ठुलो नगरिदिनु पुष्पा दिदी गोरु हुनुहुन्छ कस्तो गरो बेला त्यहाँ मुला पनि राम्रो नदेख्यो कति भयो अब एकपट्टि बाँकी छ ल खानु त अरे लास्ट है गाइस लास्ट है लास्ट टु बेट मासु खान्छु खाऊ जुस खान्छु जुस यसो गरेर गर्छु दिदी नगर्ने सब्जी अनि जुस खाएपछि ए हुन्छ होइन ल भयो एकचोटि चेन्ज गरेर खानु सबैले भयो चेन्ज बाई बाई गाइस